जेनेरेसनमा पनि भगवान भूत प्रेतको विश्वास गर्ने हो धामीको भन्छन्, तर विश्वास लाग्छ क्या मलाई। हामी गाउँमा हुँदा बर्फिपलको शीतलमा बसेको त्यो घाँस दाउरा गर्दा बसेको याद खुब आउँछ क्या शीतलमा। यता त यत्रो गर्मी छ, झन् तराईतिर कस्तो होला। लामो लामो हात लुकेको हो कि क्या बहिनी आयो भनेर आमो लाजाउनु रे हो। गालैमा रहेछ डन्डी फोर। हेलो नमस्ते सेवा, वेलकम एन्ड वेलकम टु माई युट्युब च्यानल इट्स मी निशा राई। अनि आज चाहिँ अलिअलि भिडियो गरौँ कि भन्ने सोचिरहेको छु। म चाहिँ आज साथीकोमा जाँदैछु। हरियाली छ अनि साथीकोमा जाँदैछु कि घाम यस्तो छ कि बाफ्रे कुरै छोडिदिउँ। अनि आज चाहिँ के गर्छौँ हामी म देखाउने छु। आज साथीसँग त्यत्तिकै रमाइलो गर्ने, त्यत्तिकै रुमतिरै बसेर। ओ गर्मी यस्तो छ कि होइन, हाम्रो घाम यस्तो लागिरहेछ कि त्यस्तो तातिरहेछ। गर्मी एकदमै छ क्या। घाम यस्तो तातिरहेछ कि पुरै छोडिदिउँ होइन। अनि यहाँ चाहिँ बरपिपलको रुख छ। म आज बिहान यहाँ आएको क्या पूजा गर्न। अनि जस मलाई त्यो भगवान धामीप्रति चाहिँ विश्वास लाग्छ है। मलाई विश्वास अहिलेको जेनेरेसनमा पनि भगवान भूत प्रेतको विश्वास गर्ने हो धामीको भन्छन्, तर विश्वास लाग्छ क्या मलाई। त्यस्तो हुन्छ पनि क्या, त्यो त्यत्तिकै भनेको होइन क्या पहिलाको मान्छेहरू। त्यही भएर मलाई चाहिँ विश्वास लाग्छ एकदमै। अनि जस कस्तो त्यो पूजाहरू गऱ्यो भने पनि कस्तो आनन्द हुन्छ क्या, त्यो पुरा भयो जस्तो लाग्छ क्या। जस आनन्द मिल्छ। हामी मान्छेलाई आनन्द त चाहिएको नि होइन। अब हामी गाउँमा हुँदा बरपिपलको शीतलमा बसेको त्यो घाँस दाउरा गर्दा बसेको याद खुब आउँछ क्या शीतलमा। अब यस्तो गर्मी छ कि ललितपुरतिर सबैतिर गर्मी चाहिँ उत्तिकै होला क्या अहिले। यता त यत्रो गर्मी छ, झन् तराईतिर कस्तो होला क्या। म सोध्छु, म चाहिँ जाँदै नै छु। ओह गर्मीको त कुरै छोडिदिउँ। पसिना हेर्नु न, पसिना सबै चोला जस्तो। चोला होइन, चोइसकेको। पसिना मास्क नलगाइ हिँडौँ भने नि यति धेरै धुलो छ नि, आम्बो पुरै छोडिदिउँ क्या धुलो र धुवा। मास्क त लाउनै पर्यो होइन। अनि त्यही भएर के एकदमै गाह्रो छ अहिले। गर्मी उत्तिकै छ, धुलो उत्तिकै छ के पुरै छोडिदिउँ क्या। अब म चाहिँ ठ्याक्क यहाँ खरिबोटबाट गाडी चढ्छु। गाडीबाट नि ओर्लिसकेँ सातो बाटो। अनि अब चाहिँ म फेरि हिँड्दै अलिक माथि जानुपर्छ क्या। अनि जाँदैछु। अनुकाको घर जाने बाटोनिर पुग्न लाग्यो क्या, बस पक्रिने ठाउँनिर। फलफुल किन्नु पऱ्यो यसो अलिअलि। त्यस्तो नराम्रो त छैन होला नि होइन। हो त्यो नेटतिर देखिरहेको थिएँ क्या, आँप कति धेरै फालिदिएको। म नै लाउँछु, म नै छानेर। लिची कसरी छ अहिले? फलफुल पनि किने अनि हिँडे। फलफुलहरू पनि अब जाँदैछु होइन घाममा सरर। छाता पनि ल्याइन। अब गाडी चढ्नुपर्छ यहाँ। गाडी कुर्दै भन्दा नि पर रहेछ गाडी, तर कहाँ जाने हो थाहा छैन। अब सोध्छु है त। म चाहिँ गाडी चढेँ, चापागाउँको गाडी चढेँ। गाडीबाट ओर्लेको मलाई लिन साथी आउँदैछिन्।
गर्मीको त के कुरा गर्नु हो। म चाहिँ रोड क्रस गरेर यतापट्टि आएँ कि रोड क्रस चाहिँ गर्नु पर्दैन थिएछ। ऊ त्यहीँबाट उता जाने रे। अब म उता रोड क्रस गर्छु ल। जानु कहाँ आइपुगे। ल भेट भयो बल्ल। म चाहिँ यता र उता हेर्दा चाहिँ हो त भन्छु। ए र म त अनि फेरि सरस्वती स्कुल कहिले आयो भन्दैन त कि कतैसक्यो त भन्छु। ऊ त्यो के भन्छ ढापा खेल जाने ओर्लिनु भन्छ क्या। अनि म त ला ढापा खेलको ओह्रालिसक्यो। सुरुमा त्यस्तै हुन्छ नि। म तलै अत्तालिसकेको थिएँ कि त्यो चस्सा झोल मोमो भन्ने छ त हो त्यहाँ त्यो देखेँ क्या। अनि तिमीले ठ्याक्क हिजो अस्तिको दिन भनेको थियौ नि त चस्सा झोल मोमो त हाम्रो साइडमा पनि पाउँछ भन्दै थियो क्या। अनि त्यही सम्झिएँ मैले। अनि चाहिँ ए अझै रहेछ है भन्ने हो। र यो कहिल्यै नआएको ठाउँ त अत्तालिन्छ के। त्यही भएर अस्ति म हिँडेर आएको तिम्रो आउँदा अत्तालिन्छ आयो भने अहिले त 1 घन्टा पनि लाग्दैन। ल हामी चाहिँ भेटिसक्यो। अब उहाँ गएपछि देखाउँछु। घामले है मलाई छाता नि ल्याउनु पर्यो। जाइबेको जानुकारको घर म्यामहरूको घर बल्ल। मेरो दाजुलाई देख्दैछु। ओइ कुकुर त कस्तो डर लाग्ने हौ। कसैले नपाट लामो हात कस्तो शीतल भरौँ भित्र पसेको त। म त मास्क बिर्सेछु मास्क गर्ने। ओइ मास्क खोलेको त झन् शीतल हो। आइपुग्यो टक्कसँगले। एकछिनपछि भेटौँला। यहाँबाट त सन्तानेश्वर त उतै त हो। बज्र भराई यही नजिकै रहेछ। बुढा दाजु त नमस्कार दाजु। लुकेको हो कि क्या बहिनी आयो भनेर। आमा लाजाउनु रे हौ। राम कति ठुलो भएको मभन्दा होच न चिनी है कति होचो थिएँ। 10 सम्म पर्दा उसको मेरो कान थियो उ। अब म होचो थिएँ के भाइहरू। ए भाइ भनेछु दाजु भन्छु। हुनु त मेरो त भाइ नै हो तर त्यतिकै दाई भनेको जिस्केर दाईको दाई। अब त भाइ भन्नै आउँदैन मुखमा। दाजु बहिनीले पनि दाजु बसन्त दादा गर्छ बहिनी कान्छीले पनि। उही तर यहाँबाट त अनि नजिकै रहेछ त बजार बराई त। यस्तो गर्मीमा जानु नजाने। त्यो सल्लाह गाडी गनाउँछ मलाई। त्यो सल्लाह मनै पर्दैन गना। खोइ त अनि के अरे तिम्रो साथी गयो। त्यही साथी गएको हो त मनिषा। कोन त के हो नाम? अहिले भरे बोलाउनु पर्छ त्यसलाई। उसको त फेरि दाजु त के साह्रो बढेको साँच्ची नै। ओ जानु गा भने अनि 10मा तिमी त हुनु त तपाईँ सानो हुनुहुन्थ्यो नि त 10मा। अनि कुसुम हेर्नुभयो भने त अनि झन् कुसुम त मभन्दा नि बिलाको देख्नुहुन्छ। कुसुम अनि 42 केजी थियो 10 पर्दाखेरि। अहिले कति 38। अब सोच्नु कति रहेछ। आयो यो भएछ होइन भएको छ। अब हामी त फेरि खाना खाएर यस्तो रमाइलो पो गर्न थाल्यो। जानु का जिन्दगीको चौतारीमा हाम्रो दाजु हेरौँ न। सबै ब्लगर उत्कृष्ट मेरो दाजु है फेरि। भाउ कस्तो रमाइलो हुँदो रहेछ हौ। म त
भर्खर सुतेर उठेर छट आएको यस्तो अल्छे मान्छे को छ यहाँ म छु सबै यता चाहिँ टहराले हाम्रो दाजु जस्तै ह्यान्डसम हुनु पाए त म त यत्रो नै थुपारेछ त उ त पर्यो भरे त्यसको तरकारी साच्चै मिसाइतै बसेला भरे पर्यो नबस्ने अब जाने ओइ सागर बसन गालैमा रहेछ डन्डी फोर माया पनि 3-4 वटा पो त लाइनी यतिको डन्डी फोरले के गर्दैन नि छोरे डन्डी फोरले केही गर्दैन है मेरो नि छ नि यहाँ डिम्पल भन्दा डन्डी फोर आएको राम्रो नि फोडी राम्रो नि फोडी डन्डी फोर भएको केटी राम्रो नि केटी राम्रो भन्ने अलिकति बिगारे क्या मैले कस्तो टल्केको टिलिक्कै टल्किन्छु त हौ जानु म त टल्किनु पनि म त ढले 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 मकैबारी एकदम राम्रो हरियो काँक्रा कराम टल्किरो छ हरियो काँक्रा पनि हेर्नु मकैबारी पनि छ हामी चाहिँ आज यसरी नै रमाइलो गरिरहेका छौँ अब हामी पिज्जा खानु जाने पिज्जा कि ल अब हामी जान्छौँ होइन अनि उताको पनि भिडियो आइहाल्छ है फेरि क्लिप फेरि मेरो भिडियो हेर्दिनु नि भाइ जस्तो म पनि हेर्नु कस्तो रमाइलो छ कि कसम भनेको म फेरि केही गर्दिनँ लाग्यो हामी कहाँ जाने रे जानु हामी अब मुड फ्रेस बनाउन चोकतिर होइन चोकतिर होइन उता परतिर पार्कतिर घुम्न हिँडेको दाजु आउनु न छिटो भिडियोमा देखिन्छ हाम्रो दाजु चाहिँ म त देखाइदिन्छु है भिडियोमा देखिन्छ अरे र त्यसो अरे लजाउनुको नि कसरी यो सिउँदो सजाउँछौ अलिवरा आऊ दाइलाई जिस्काइदिएको हामी दाजु हामी सँगै भएपछि त यत्तिकै हो फेरि साथीहरू यत्तिकै भन्नु पनि मिल्दैन म त दाजुको छेउमा हेर्नु म पहिला म भन्दा होसो मान्छे अहिले त दाजु त यति हल्को क्या सीमा हुन्छ नि बढ्नुको नि सीमा दाजुको लेभलमा पुग्नु पर्यो नि त अब नसकिने रहेछ हौ नसकिने कति राम्रो फुल हौ चिलिक्कै रातो हामी चाहिँ जाँदैछौँ हामी दाजु चाहिँ तल बसिरहनु भएको छ आउनुभयो है हाम्रो दाजु जस्तो ज्ञानी मान्छे को होला र कहाँ उ भयो जग्गा यी नजिकै छ र आएको ड्रेस कस्तो रहेछ भनेर छरछिमेकीको उयो के भन्छ जाँदैछौँ यता यहाँ अब जाउँ न हिँड्न के मान्छे यता बुझ्ने दाजुलाई त अब त भक्कु हो नि त लजालु दाजुलाई जानु 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 यो चाहिँ मेनु पनि हेरिसक्यौँ हामीले मेनु पनि हेरिसक्यो चित्त बुझेन दाजुको केही खाने मागिहालौँ है अर्डर र चाहिँ पिज्जा पनि आइसकेको छ अब खान थाल्ने हो पूजा पिज्जाको फ्यान भयो बबे सुरु गरौँ न त
जस्तो लाग्यो कति ठुल्ठुलो गरिदिएको जाने ल त पिज्जा आइसकेको छ यत्रो पिज्जा लिएर यो अलिक सानो बनाऊ न त सानो दुई टुक्रा बनाइदिनु पिज्जा काटेको होला हैन भाइ टिका ल उ दाजु टिप्नु त ल ल गरे ल झुन्डिरहेको छ म खाइसकेँ सेस यो पनि त लाएर खानेहरूलाई मिठो दाजु ठिकै रहेछ अस्ति कस्तो थियो जानु अस्ति त पिज्जा खाएको होइन बर्गर अस्ति बर्गर चाहिँ खासै ठिक थिएन अरे म बनाइदिइहाल्छु नि दाजुमा हाम्रो भाइ चला ए लाटा छ भने चाहिँ म देखिन्छु के हुन्छ र म देखिँदा म जतिको मान्छे त देखिनै पराउँछ मोमो पनि चाउमिन पनि आइपुग्यो चाउमिन चाहिँ खासै टेस्टी चाहिँ होइन तर ठिकै हो यतिको एक टुक्रा नि खान नसकेको चिज पिज्जा यो चिकन हो चिकन हो त्यो मासु देखेन अनि के अनि त्यो उताको पनि त्यही थियो त नि गर्ने होइन त्यहाँ ल्याउनु भएको थियो क्या भतिजानीको उयो थियो यस्तो हाम्रो मिठो छ अरे दाइ मिठो छ भन्ने खाएला भनेको यो तर मासु चाहिँ मजाले खराइदिएको रहेछ म त अघि एउटा टिपेर ट्राइमा यतिको ह्याप्पी हुनु चाहिँ पर्यो है अब म त ह्याप्पी होइन महा ह्याप्पी डन त्यो त मलाई थाहा छ नि कतिको ह्याप्पी म कतिको ह्याप्पी छु मलाई भन्दा सबै अरूलाई थाहा हुन्छ हौ मेन यो त कुरकुरे जस्तै भएको है मलाई त यस्तै खराएको मनपर्छ चाउमिनसँग ठिक लाग्छ दाजुलाई लाग्दैन चाउमिनसँग लाग्छ लगानु पनि खा खानु काँटाले गाउन नि नआउनु मोमो पनि आइसकेको छ हाम्रो पिज्जा चाहिँ सकिसकेको छ होइन यहाँ छ हाम्रो मम्मा तातो छ नि मैले मेरो अरू चाहिँ के होइन यो अचार चाहिँ मिठो लाग्यो पिरो अमिलो मैले मेरो अचार के मौसम दाल खानु न ठिकताङ हो नि सोनी
नियम नै यो माथिको कलरले पनि अलिकति त उयो गर्दो रहेछ क्या दिदी भाइ हो फेरि दुईजना दाजु बहिनी हो दाजु बहिनी कस्तो कन्फ्युज भइरहेको हाइट अल्गो हुँदैमा दाजु हुने भए त उमेरले होइन उमेर भन्दा अरू नै धेरै चिज छन् के हो कुरो के हो भाइ कुरा अरू के हामी चाहिँ निस्किसक्यो अँधेरो पनि भइसक्यो दाजु हेरौँ न अघि के साह्रो लजालु मेरो दाइ जस्तो लजालु मान्छे को होला र यहाँ तर कसम आजको दिन कसरी गयो थाहा नै छैन कि कस्तो रमाइलो भयो है सुत्नु पनि सुत्यो टिकटक बनाइयो फोटो खिच्यो पुरै छोडिदिउँ आजको दिन त यसै गरी गयो अब सायद यो दिन आउँदैन पनि होला क्या आउँदैन नि हौ भन्नु भने आउँदैन फेरि हामी चटपटे खाना हिँडेको चटपटे लभरलाई त सकिँदैन त हाम्रो त चटपटे पनि आइपुग्यो तिन बहिनी हुन्थ्यो नि के पाल्दैले म त अघि पनि अगाडि हो र मन लाग्दै छैन र खाऊ न खाऊ आँखा त टिलिक्कै टर्किँदो रहेछ त म चाहिँ जे पनि के भन्छ राति आँखा देख्नेले टर्किन्छ कपाको बनाइदिन्छु हो म कसै गरेको हुन्छ म देखिहाल्छु होइन म एकदम राम्रो भिडियो निकालिदिन्छु किन मलाई आज धेरै खानु मन लागिरहेको छ कति खाइसकेँ कि भरे रातभरि फेरि म काठमाडौँ आएर कुसुमलाई समयलाई कहाँ पुऱ्याउँदो रहेछ तिनीहरूको दोस्ती त पक्का हो नि हाम्रो दोस्तीमा त कतिले रिस पनि गर्थ्यो त्यो पलहरू नै रमाइलो थियो तर ठिकै छ त्यही पलले पनि नपुग्ने रहेछ कस्तो नमिठो हुन्छ म त रुको छु जापान एउटा म त धेरै रुको छु तिमीले त दुईजना जापान जान आँटिसक्यो हो त्यसरी हो त्यसरी जानु खोइहाल्यो म लगाइदिन्छु तिमीलाई लगाएर खाऊ न खोइ थापामा लगाइदिन्छु म आफैले लगाएँ नलाउने तिमी ल चक्लेट अब चाहिँ लाग्यो घरतिर अब चाहिँ त्यो बत्ती नै बाल्ने बेला भइसक्यो हामी राम्रो सधैँ यस्तै भयो भने त जिन्दगी चल्दैन त खानु पनि कम त खाइएन आज त होइन दाजु र आजको भिडियो जे जस्तो भयो नि हेरिदिनु भने होइन अब भिडियोको नै गरे अब चाहिँ त्यही आजको भिडियो यति नै फेरि अर्को भिडियोमा भेटौँला बाई गर्छु बाई बाई दाजु दाजमा चक्लेट दाजु बाई 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 ल तिम्रो